झारदा सेवनी आज फेरि पनि म हजुर समक्षमा राई भाषा ट्युटरको 36औं पाठ लिएर उपस्थित छु र धेरैवटा मतलब 3-4 भिडियो गएको भिडियोदेखि मैले विशेष गरेर क्रियालाई एउटै क्रियाको विभिन्न रूपमा कसरी त्यसलाई प्रयोग गर्न सकिन्छ भन्ने र क्रियाको रूपहरू कस्ता कस्ता हुन्छन् भन्ने कुरामा मैले एउटा छोटो छोटो है वाक्यांशहरू जस्ता वाक्य अथवा वाक्यांश बनाएर तपाईहरुलाई प्रस्तुत गर्ने मैले जमर्को गरिरहेको छु र यो 36औं पाठमा पनि उस्तै क्रियाको रूपहरू छ जो यस प्रकार छ। खुम्मा भनेको गाड्नु, खुम्सु गाड, खुम्सिने गाड, खुम्सिन्ने गाड्नु हवस, खुम्सा गाड्यो, लुङटाक खुम्सा ढुङ्गा गाड्यो, लुङटाक खुम्सा युङसिने ढुङ्गा गाडी राख, लुङटाक खुम्सा युङसिने ढुङ्गा गाडी राख्नु हवस, लुङटाक खुम्मा दोत ढुङ्गा गाड्नु पर्छ, लुङटाक खुम्याङ्सा मुइने ढुङ्गा गाड्दै गर, लुङटाक खुम्याङ्सा मुइने ढुङ्गा गाड्दै गर्नु हवस, लुङटाक खुम्याङ ढुङ्गा गाड्दैछ, लुङटाक खुम्सा चिया ढुङ्गा गाडी सक्यो, लुङटाक खुम्सा त चिया ढुङ्गा गाडी सक्यौ। यो टोनमा बोल्दाखेरि यो क्वेसन हुन्छ तर यसलाई नै फेरि अब एन्सरको रूपमा भन्नु पर्दाखेरि लुङटाक खुम्सा त चिया ढुङ्गा गाडी सक्यो अथवा खाना आ लुङटाक खुम्सा त चिया तिमीले ढुङ्गा गाडी सक्यौ भन्ने हुन्छ। अङ्का आ लुङटाक खुम्सा चियाङ मैले ढुङ्गा गाडी सके, अङ्का लुङटाक खुम्याङ्गा म ढुङ्गा गाड्दैछु, लुङटाक खुम्सी बानिने ढुङ्गा गाड्न आऊ, लुङटाक खुम्सी बानिन्ने ढुङ्गा गाड्न आउन हवस। र मित्रगण तपाईहरुले विभिन्न क्रियाको रूपहरू विभिन्न प्रकारले प्रयोग कसरी गरिन्छ भन्ने कुरा तपाईले देखिरहनु भएको छ। तपाईहरुले गएको भिडियोहरुमा पनि तपाईहरुले अलग अलग क्रियाको तपाईले रूप देख्नु भएको छ। यसरी नै यसमा पनि तपाईहरुले यसमा निहाल्नु हुनेछ भन्ने विश्वासको साथ म आजको यो 36औं राई भाषा ट्युटोरियल पाठबाट म बिदा लिन चाहन्छु। बर्थडे आलङ्ने।